हेलो एभ्रिवान, हजुरहरूलाई स्वागत छ हाम्रो यस युट्युब च्यानलमा। आजको यस भिडियोमा हामी साइन्टिफिक कम्युनिकेसनको लर्निङ इङ्ग्लिस अन्तर्गत आवर पिक्चर अफ द युनिभर्स भन्ने च्याप्टरको समरी भिडियो लिएर आएको छु। यस भिडियोमा म हजुरहरूलाई यो च्याप्टरको समरी नेपाली भाषामा एकदम सहज र सरल तरिकाले बुझाउने प्रयास गर्दछु। त्यसैले यस भिडियोलाई हजुरहरूले अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। ल अब ढिला नगरी आउनुहोस् आजको टपिकमा इन्टर गरौँ। हाम्रो च्याप्टरको नाम रहेको छ आवर पिक्चर अफ द युनिभर्स बाई स्टेफन हकिङ्स है त। ल अब यसको समरी सुरु गरौँ। पुरानो समयमा मानिसहरू विश्वास गर्थे कि संसार समतल छ र ठुलो कछुवामा अडिएको छ। अहिले यो विचार हास्यास्पद लाग्न सक्छ, तर यसले ब्रह्माण्डको उत्पत्ति र अस्तित्वको बारेमा जिज्ञासा जगाएको छ। भौतिक विज्ञान अर्थात् फिजिक्समा नयाँ खोजहरूले यी प्रश्नहरूमा प्रकाश पारिरहेका छन्, जसले सत्य र अद्भुत दुवै उत्तरहरू दिइरहेका छन्, जस्तै पृथ्वी सूर्यको वरिपरि घुम्छ भन्ने कुरा। एकजना ग्रिक फिलोसफर एरिस्टोटलले चन्द्रग्रहण र नर्थ स्टारको स्थानको आधारमा पृथ्वी गोलो रहेको तर्क गरे। उनले पृथ्वी स्थिर रहेको र सूर्य, चन्द्रमा, ग्रहहरू र ताराहरू पृथ्वीको वरिपरि सर्कुलर अर्बिटमा घुम्ने विश्वास राखे। प्लोटोमीले यस विचारलाई अझ विस्तृत बनाउँदै ग्रहहरूको जटिल कक्षीहरू अर्थात् कम्प्लेक्स अर्बिटको प्रस्तावलाई अगाडि ल्याए। 1514मा कोपरनिकसले सूर्य केन्द्रमा रहने र ग्रहहरू यसको वरिपरि वृत्ताकार कक्षमा घुम्ने सरल मोडलको प्रस्ताव गरे। केप्लर र ग्यालिलियोले पछि कोपरनिकसको सिद्धान्तको समर्थन गरे, यद्यपि उनीहरूले ग्रहहरू वृत्ताकारमा होइन, अण्डाकारमा अर्थात् सर्कुलरमा होइन कि इलिप्टिकल अर्बिटमा घुम्ने कुरा थाहा पाए। ग्यालिलियोले जुपिटरको चन्द्रमाको अवलोकनले पृथ्वी केन्द्रित ब्रह्माण्ड अर्थात् अर्थ सेन्ट्रिक भ्यू अफ युनिभर्सको अवधारणा खारेज गरिदियो। केप्लर र न्युटनले ग्रहगतिको बारेमा अझ बढी परिमार्जन गरे। न्युटनको गुरुत्वाकर्षण सिद्धान्तले सबै वस्तुहरू एकअर्कालाई तान्छन् भन्ने कुरा स्पष्ट गर्यो र ग्रहहरू सूर्यको वरिपरि इलिप्टिकल पाथमा घुम्छ भन्ने कुरा व्याख्या गर्यो। न्युटनले ब्रह्माण्डमा कुनै निश्चित केन्द्र हुन सक्दैन भन्ने तर्क गरे र ब्रह्माण्डमा अनन्त तारा रहेको र कुनै केन्द्रीय बिन्दु नरहेको बताए। तर अनन्तको बारेमा छलफल गर्दा जटिलताहरू आउन सक्छन्। अनन्त ब्रह्माण्डमा प्रत्येक बिन्दुलाई केन्द्र भन्न सकिन्छ, जसले एक सीमित ब्रह्माण्ड ग्राभिटीले गर्दा खुम्चिने समस्यालाई अझ जटिल बनाउँछ। न्युटनको थ्योरी अनुसार तारा थपिँदा पनि ब्रह्माण्डको संरचनामा परिवर्तन हुँदैन, किनकि ग्राभिटीले तिनीहरूलाई भित्रतिर खुम्च्याउँछ। त्यसैले ग्राभिटीको प्रभावका कारण इन्फाइनाइट स्ट्याटिक मोडल सम्भावित छैन। वैज्ञानिकहरू 20औं शताब्दीसम्म ब्रह्माण्ड फैलिन्छ वा खुम्चिन्छ भन्ने र यसको सुरुवात कहिले भयो भन्ने बारे बहसमा थिए। न्युटनको थ्योरीको फलोअर्सहरू ब्रह्माण्ड स्थिर रहेको र लामो दूरीमा ग्राभिटीले ताराहरूलाई सन्तुलनमा राख्ने विश्वास गर्थे। तर नयाँ सिद्धान्तहरू अनुसार नजिक रहेका ताराहरू एकअर्कातिर आकर्षित हुने र टाढा रहेका ताराहरू बाहिरतिर धकेलिने हुँदा ब्रह्माण्डहरू फैलिन्छन् भन्ने सुझाव दिइयो। धर्मशास्त्रीहरू ब्रह्माण्डलाई ईश्वरले सिर्जना गरेको स्थायी र अनन्त प्रणाली हो भन्ने पक्षमा थिए। तर एडविन हबलले सन् 1929मा ग्यालेक्सीहरू एकअर्काबाट टाढा जाँदैछन् भन्ने पत्ता लगाए, जसले फैलिरहेको ब्रह्माण्डको सङ्केत गर्यो र विगतमा ब्रह्माण्ड सानो थियो भन्ने कुरा देखायो। यसले पुरानो विश्वासलाई चुनौती दिँदै बिग ब्याङ थ्योरीतिर ल्यायो। बिग ब्याङसँगै समयको सुरुवात भएको अवधारणा पहिलाको ईश्वरीय विचारभन्दा फरक थियो। वैज्ञानिक सिद्धान्तहरू नियमहरूको सेट हो जसले व्याख्या र भविष्यवाणी दिन्छ। राम्रो थ्योरीले थोरै एजुम्सनमा धेरै अब्जर्भेसनहरू व्याख्या गर्न सक्छ र फ्युचर प्रेडिक्ट गर्न सक्छ। एरिस्टोटल र न्युटनका थ्योरीहरू भविष्यवाणीमा स्पष्ट थिएनन्, तर आइन्स्टाइनको थ्योरी अफ जेनरल रिलेटिभिटीमा भने डिफाइनाइट प्रेडिक्सन थियो र न्युटनको ग्राभिटेसनल थ्योरीमा आधारित थियो। वैज्ञानिक सिद्धान्तहरू अस्थायी हुन्छन् र नयाँ अवलोकनहरूले गलत प्रमाणित गर्न सक्छन् भन्ने कुरा फिलोसफर कार्ल पोपरले भनेका छन्। नयाँ थ्योरीहरू पुरानो थ्योरीहरूबाट विकसित हुन्छन्, जस्तै आइन्स्टाइनको थ्योरी न्युटनको थ्योरीबाट विकसित भएको थियो। विज्ञानको उद्देश्य एउटा यस्तो सिङ्गल थ्योरी विकास गर्नु हो जसले ब्रह्माण्ड कसरी परिवर्तन हुन्छ र यसको प्रारम्भिक अवस्था कस्तो थियो भन्ने व्याख्या दिन सकोस्। कतिपयले ब्रह्माण्डको उत्पत्तिको उत्तर धार्मिक रूपमा ईश्वरको नियमनमा रहेको तर्क गर्छन्। ब्रह्माण्डका सबै सिद्धान्तहरूलाई एउटै समयमा व्याख्या गर्नु गाह्रो हुन्छ, त्यसैले तिनीहरूलाई विभाजन गरी हरेक भागमा सरल रूपमा व्याख्या गर्न प्रयास गरिन्छ।
तर यस्तो गर्नु पूर्ण रूपमा सही होइन किनकि ब्रह्माण्ड एक आपसमा जोडिएको छ। ब्रह्माण्डको बारेमा बुझ्न उल्लेखनीय प्रगति भएको छ, जस्तै न्युटनको थ्योरीले ग्रेभिटी मासमा डिपेन्ड गर्छ भन्ने देखायो, न कि तिनीहरूको बनावटमा। आज वैज्ञानिकहरू ब्रह्माण्ड बुझ्न जेनरल थ्योरी अफ रिलेटिभिटी र क्वान्टम मेकानिक्सको प्रयोग गर्छन्। जेनरल थ्योरी अफ रिलेटिभिटीले ग्रेभिटी र ब्रह्माण्डको ठूलो संरचनालाई वर्णन गर्छ भने क्वान्टम मेकानिक्सले अत्यन्त साना स्केलमा घटनाहरूलाई व्याख्या गर्छ। यी दुवै सिद्धान्तहरू पूर्ण रूपमा एकअर्कासँग मेल खान्छन् भन्ने छैन, तर तिनीहरूलाई जोड्ने एकीकृत सिद्धान्त अर्थात् युनिफाइड थ्योरी विकास गर्नु भौतिक विज्ञानको प्रमुख लक्ष्य हो। यस्तो समग्र सिद्धान्त अझै विकास भएको छैन र यो बन्न धेरै समय लाग्न सक्छ। पार्शियल थ्योरिजहरूले धेरै यथार्थ भविष्यवाणी गरेका छन्, तर ती व्यावहारिक रूपमा विकास गर्नु चुनौतीपूर्ण छ। यद्यपि युनिफाइड थ्योरी अथवा एकीकृत सिद्धान्तको खोज तत्काल लाभदायक नहुन सक्छ, तर मानवीय जिज्ञासाले नै यस यात्रालाई अगाडि बढाउँछ। अन्ततः हाम्रो उद्देश्य भनेको हामी बस्ने ब्रह्माण्डको पूर्ण समझ हासिल गर्नु हो। ल अब यसरी हामीले यो च्याप्टरको समरी चाहिँ कम्प्लिट गर्यौँ। हजुरहरूले यो समरी हेर्न सक्नुहुन्छ, यहाँ इङ्ग्लिसमा छ, मैले यसलाई नेपालीमा एक्सप्लेन गरिदिएको छु। ल अब आउनुहोस् यो च्याप्टरमा रहेका क्वेसन एन्सरहरूलाई डिस्कसन गरौँ है त। ल यहाँ जम्मी हामीसँग 5वटा क्वेसन एन्सर छ, त्यो हेरौँ। ल फर्स्ट क्वेसन छ हाम्रो, वाट वाज एरिस्टोटल बेसिस फर बिलिभिङ द्याट अर्थ वाज स्पेरिकल। एरिस्टोटलले चाहिँ के को आधारमा पृथ्वी गोलो छ अथवा पृथ्वी स्पेरिकल छ भन्नुभयो त। एरिस्टोटल बेसिस फर बिलिभिङ द्याट अर्थ वाज स्पेरिकल द्याट इज अ राउन्ड स्याडो कास्ट बाई द अर्थ कमिङ बिट्विन द सन एन्ड द मुन ड्युरिङ द लुनार इलिप्स। अब यहाँ के भनेको छ भन्दाखेरि त्यो लुनार इलिप्स हुँदाखेरि चाहिँ जुन अर्थको स्याडो चाहिँ जुन मुनमा कास्ट भयो त्यसको आधारमा चाहिँ एरिस्टोटलले के बिलिभ गर्नुभयो भन्दाखेरि अर्थ चाहिँ स्पेरिकल छ भनेर बिलिभ गर्नुभयो है त। ल र हाम्रो सेकेन्ड क्वेसन रहेको छ, वाट वर एरिस्टोटल एन्ड कोपर्निकस मोडल अफ द युनिभर्स एन्ड हाउ वाज द लेटर सपोर्टेड बाई ग्यालिलियो। एरिस्टोटल र कोपर्निकसको मोडल अफ युनिभर्स कस्तो थियो र त्यसलाई चाहिँ ग्यालिलियोले कसरी सपोर्ट गर्नुभयो भनेर क्वेसन सोधेको छ हामीलाई। एरिस्टोटलको मोडल अनुसार चाहिँ अर्थ चाहिँ स्टेसनरी छ र बाँकी सन मुन र प्लानेटहरूले चाहिँ अर्थलाई वरिपरिबाट घुम्छ भन्ने हो होइन। तर कोपर्निकसको आइडियाले के भन्छ भन्दाखेरि सन चाहिँ बिचमा सेन्टरमा छ र बाँकी प्लानेट अथवा अर्थले चाहिँ सनलाई वरिपरि घुम्छ भन्ने होइन। अनि यही कोपर्निकसको आइडियालाई चाहिँ ग्यालिलियोले सपोर्ट गर्यो होइन। ग्यालिलियोले चाहिँ कसरी थाहा पाउनुभयो भन्दाखेरि जुपिटरको मुनको स्टडी गर्नुभयो र थाहा पाउनुभयो कि सबै सेलेस्टियल बडी अथवा सबै प्लानेटहरूले चाहिँ अर्थलाई घुम्दैन, अर्थ चाहिँ सेन्टरमा छैन भनेर थाहा पाउनुभयो, जसले चाहिँ हेलियोसेन्ट्रिक भ्यूलाई चाहिँ सपोर्ट गर्यो होइन। ल अब थर्ड क्वेसन हेरौँ, वाट वाज द जिस्ट अफ न्युटन थ्योरी अफ ग्राभिटी। न्युटन थ्योरी अफ ग्राभिटीको जिस्ट मेन कुरा चाहिँ के हो त भनेर सोधेको छ हामीले क्वेसनले। अब न्युटन थ्योरी अफ ग्राभिटी स्टेट द्याट एभ्री अब्जेक्ट इन द युनिभर्स एट्र्याक्ट्स इच अदर अब्जेक्ट विथ अ फोर्स कल ग्राभिटी। अब हजुरहरूले बुझिहाल्नुहुन्छ होइन, एउटा फोर्स अफ ग्राभिटीले हरेक कुरालाई तानिरहेको हुन्छ भन्ने कुरा भयो। अनि दिस थ्योरी एक्सप्लेन हाउ प्लानेट अर्बिट द सन एन्ड हाउ अब्जेक्ट फर्स्ट द अर्थ। अनि यही थ्योरीले चाहिँ यो प्लानेटहरू सनको वरिपरि कसरी घुमेको छ र कुनै पनि वस्तु हामीले माथि फाल्दाखेरि त्यो पृथ्वीमा तल किन झर्छ भन्ने कुरा नै एक्सप्लेन गर्ने भयो नि त। ल अब हाम्रो फोर्थ नम्बरमा क्वेसन छ, वाइ डज स्टेफन हकिङ्स थिङ्क देयर इज अ निड टु डेभलप अ कम्प्लिट युनिफाइड थ्योरी अफ द युनिभर्स। स्टेफन हकिङले चाहिँ किन सोच्नुभयो कि यो सबै थ्योरीहरूलाई एक्सप्लेन गर्ने एउटा युनिफाइड थ्योरी बनाउन पर्छ युनिभर्सलाई एक्सप्लेन गर्ने भन्ने चाहिँ उहाँले किन सोच्नुभयो भनेर क्वेसन सोधेको छ र त्यो कसरी गर्न सकिन्छ भनेर यहाँ क्वेसन सोधेको छ। स्टेफन हकिङ्स बिलिभ द्याट देयर need for a complete unified theory of the universe because it would provide a single framework to explain all the physical phenomena from the largest scale of cosmology to the smallest scale of the quantum mechanics. Largest scale of cosmology देखि क्वान्टम मेकानिक्सका साना कुराहरूलाई एउटा सिंगल फ्रेमवर्कमा एक्सप्लेन गर्न सकियोस् भन्ने उद्देश्यले एउटा युनिफाइड थ्योरी बनाउनु पर्छ भन्ने चाहिँ उहाँको मत थियो हैन। त्यही कुरा भयो। र अब हाम्रो लास्ट क्वेशन छ, which human earning is justification enough for the continued search for this complete unified theory of the universe and why भनेर सोधेको छ। अब यसको आन्सर रहेको छ, the human earning for understanding and knowledge is the justification for the continued search for a complete unified theory of the universe। हैन, मान्छेहरुको त्यो बुझाइ र ज्ञान प्रतिको त्यो उत्सुकता र चाहनाले गर्दा नै हामीले त्यो एउटा कम्प्लिट थ्योरी बनाउन सक्छौं अथवा त्यसको नजिक पुग्न सक्छौं भन्ने कुरा छ हैन। अनि ह्युमन हैव अ इनिशिएट क्युरियोसिटी about the world around them। मानिसहरुमा चाहिँ आफ्नो संसार आफू बसिरहेको संसारप्रति एकदम उत्सुकता छ, क्युरियोसिटी छ।
and a desire to know the fundamental principles that governs the cosmos. This quest for the understanding driven scientific exploration and pushed humanity to expand the boundaries of the knowledge. हैन त्यही मानिसभित्र भएको कोर्सले गर्दा नै हामीले चाहिँ साइन्टिफिक एक्सप्लोरेसन अथवा साइन्समा उन्नति अथवा प्रगति गर्न सक्छौं भन्ने कुरा चाहिँ एक्सप्लेन गरिएको छ। ल यसरी चाहिँ हामीले आजको यस भिडियोमा यो आवर पिक्चर अफ द युनिभर्सको समरी र क्वेशन आन्सरहरु डिस्कसन गर्यौं। अब नेक्स्ट भिडियोमा चाहिँ म हजुरहरुलाई नेक्स्ट च्याप्टरको समरी र क्वेशन आन्सरहरुको भिडियो लिएर आउने छु। यदि हजुरहरुले हाम्रो भिडियो मन पर्यो भने हाम्रो भिडियोलाई लाइक गरिदिनु होला र आफ्नो साथीहरुसँग शेयर पनि गरिदिनु होला। ल आजको लागि यति नै गरौँ। हस् त थ्यांक यू एभ्रीवन।